मेटफर्मिनले तपाईहरूको हाई ब्लड सुगरलाई फिक्स गर्ने होइन, म्यानेज मात्र गर्ने हो। बट देयर इज समथिङ नेचुरल जसले तपाईँको इन्सुलिन रेजिस्टेन्सलाई चाहिँ रिभर्स गर्न सक्छ र त्यो हो गुड क्वालिटी फाइबर। मेरो नाम बिनु लामिछाने घिमिरे, पेसाले नर्स। यदि तपाईँहरूको फ्यामिलीमा पनि कोही डायबिटिज, प्री डायबिटिज र इन्सुलिन रेजिस्टेन्सले सफर गरिरहनु भएको छ भने कृपया यो भिडियो उहाँहरूलाई सेयर गरिदिनु होला। मेटफोर्मिनले कसरी काम गर्छ त? मेटफोर्मिन डजन्ट गिभ यु मोर इन्सुलिन। मेटफोर्मिनले लिभरलाई एकदमै चिल मोडमा लैदिन्छ, जसले गर्दाखेरि तपाईँहरूको ब्लडमा सुगर धेरै देखिन्न। यसले हाम्रो बडीको सेल्सलाई चाहिँ इन्सुलिनसँग चाहिँ बेटर वेमा रेस्पोन्ड गराउँछ। यसको मतलब के हो त? यस, सुगर लेभल यसले घटाउँछ तर रुट कज यसले फिक्स गर्दैन। अब कुरा गरौँ फाइबर, द सिक्रेट वेपन। यसले जुन सुगर हाम्रो फुडबाट ब्लड स्ट्रिममा जाने एउटा प्रोसेस हुन्छ, त्यही प्रोसेसलाई नै स्लो गराइदिन्छ। हाम्रो गटमा भएको ब्याक्टेरियालाई पनि यसले फिड गर्छ। यस्तो एउटा कम्पाउन्ड रिलिज गर्छ जसले गर्दाखेरि तपाईँको बडीलाई नै यसले सेन्सिटिभ टु इन्सुलिन बनाइदिन्छ। यसले गर्दा तपाईँहरूको बडी आफै एउटा हिलिङ प्रोसेसमा नेचुरली नै जान्छ। मेटफोर्मिनले तपाईँको ब्लड सुगरलाई म्यानेज गर्छ भने फाइबरले तपाईँहरूको इन्सुलिन रेजिस्टेन्सलाई रिभर्स गर्छ।